सालीले बोलाएको आउँदै आउने जस्तो सालीलाई हुन तल तान्नु जान्छु म तान्नु यो खाइहाल्ला यो कसले लिँदाको रे कसले मेरो चाहिँ कर्थ्यो के ड्राइभ गर्थ्यो के खाइदिने हेलो नमस्ते सबैजनालाई हजुर सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु र मेरो युट्युब च्यानलमा स्वागत छ सबैजनालाई यदि कोही नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला र भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला है हजुरहरूलाई सबैको म चाहिँ हिजो पास भएको थिएँ त्यस कारणले घोष साथीले मलाई चाहिँ केक लिइदिएको थियो अनि छोरीले कपडा लिइदिएको थियो हैन त्यसको लागि थ्याङ्क यू सो मच घोष हैन थ्याङ्क यू सो मच है अनि हिजोलेको हो खास चाहिँ अनि हिजो काट्ने अलि टाइम पनि भएन प्लस र छोरी पनि सुतिसकेको थियो हैन अनि अब छोरी अलि सायद हिजो उठेको भएछ ऊ हिजो काट्ने हुन्थ्यो हैन ऊ सुतेको थियो मजाले त्यही भएर सुतेको मान्छेले के डिस्टर्ब गर्ने हैन सो अब चाहिँ हामी चाहिँ भिडियो तर्फतिर लागौँ हैन के हुन्छ कस्तो हुन्छ है मलाई चाहिँ हैन घोष साथीले चाहिँ मलाई चाहिँ अनि तरालमा 5 भएको हैन अनि केक सेक अनि के लिएर आएको छ क्या अनि छोरीलाई पनि कपडा लिएर आएको रहेछ हैन सो हिजो बेलुका पनि लिएर आएको थिएँ म थाहा भएन अनि म चाहिँ माथि किचनमा थिएँ उसले बोलाएको रहेछ अनि ऊ चाहिँ यता वेटिङमा बसिरहेको रहेछ क्या यहाँनिर होइन म त मम्मी हो कि कराउने भनेको त कहाँ मम्मी हुनुहुन्छ अनि आउँछु त तल आउँछु त पुरै हेर्छु त पुरै घोष उभिरहेको छ क्या घोष साथी होइन अनि मैले चाहिँ एकछिन त हेरिरहेको साइब खाएँ होइन अनि ल भन्छ होइन मलाई एक्कासी अनि के हो भन्छु के को त पास भएको भनेर होइन पास भएको तँलाई लिइदिएको है कङ्ग्रेचुलेसन हुन्छ है थ्याङ्क यू सो मच भने अनि केक लिएर आएको थिएँ क्या अनि केक अनि त्यसपछि छोरीलाई चाहिँ कपडा लिएर आएर रहेछ क्या उसले चाहिँ होइन हिजो चाहिँ छोरी सुतेको थियो क्या हिजो छोरी चाहिँ सुतेको थियो होइन जस त्यो उठेको भए चाहिँ त्यसले पुरै हिजो नै केक काट्ने भन्थ्यो होइन त्यो भएर हिजो काटिनँ होइन किनकि अब छोरीलाई पनि उठाउनु पऱ्यो भनेर हो अब छोरी उठेपछि मात्र काट्नु पर्ला भनेर अनि आज चाहिँ उठिरहेको छ त्यो चाहिँ उठेको छ पुरै केक अघि बिहानदेखि छगछी गरिरहेको छ कि त्यसले चाहिँ त्यो भएर अब चाहिँ जाँदैछु होइन होममा है के हुन्छ छोरीले पुरै केक गरिरहेको छ क्या पुरा अघिदेखि नै स्वाट हेर्दै जाउन हेलो मम्मी मामा सिताई यो कसले लिँदाको रे कसले घोष फुपूले कस्तो कुरा हुनुहुन्छ घोष फुपू यो खाइहाल्ला अनि घोष फुपूलाई के भन्छ थ्याङ्क यू भन्नुहोस् थ्याङ्क यू फुपू भन् के लिँदैछ थ्याङ्क यू फुपू भन्ने है झिक्दै वाउ के गर्ने रे सलाई के गर्ने अनि के खाएर जानु होला केक भन् मम्मीले फेरि कस्तो लगाइनु छ मलाई त थाहै पार्नु भयो पहिलाको जमानाको द्वारा पहिलाको जमानाको द्वारा कहाँ थाहा हुन्छ हामीले पहिला यस्तो लगाए पो थाहा होला लगानी देखिकन फुपूलाई भन्ने फुपू मलाई त सानो पो लिनु भएछ भन्न सो घोष फुपूले लिदिएको चाहिँ कपडा लगाइरहेको छ होइन छोरीले अब कस्तो देखिन्छ नक्कली सानो राइडर लेडी राइडर वाउ केक काट्न पर्छ अब चाहिँ खै त्यो हाल्यो त चाहिँ घोष साथीले चाहिँ मलाई लिइदिएको होइन हिजो म चाहिँ ट्रायलमा पास भएको थिएँ नि त त्यो सो अब चाहिँ हामीले चाहिँ केक काट्दैछौँ होइन घोष साथीले लिइदिएको होइन यहाँ छ अनि अब चाहिँ केक काट्नु लाग्यो छोरीको कपडा चाहिँ ठिक भएछ होइन जस
राम्रो लिँदो रहेछ जुत्ता चाहिँ खुसी लाग्यो। जुत्ता यता लिएर जुत्ता साट्नु जाने भने जुत्ता पनि लिँदो रहेछ होइन जुत्ता चाहिँ अलिक सानो रहेछ यसो खुट्टा ठुलो छ क्या त्यही भएर होइन त्यही भएर यहाँ जुत्ता आएको साट्नु छ। भयो नानीको जुत्ता साट्ने है बाबाले गएर साटिदिनुहुन्छ नि ल यता बाल अब यसलाई बाल्नु पर्यो यसकै बर्थडे अरे क्या घोप्टिन्छ यो सिधा उचाल आगो लाग्छ नि दुधको खाना सधैँ अले तले नाकमा सागमा सब जल्ला फेरि होइन नानी बाबाले एउटा चाहिँ बोल्यो नि यस्तो त्यो गराएको थियो नि त यो कोट्टाएर खाने पनि त होला यस्तो यस्तो गर यस्तो गरेर सुरु यस्तो गरेर त्यस्तो गुड यस्तो गरेर यस्तो 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 ल ल पका हल्ला 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 थ्याङ्क यू सो मच भन भोजपुरको भन सो मच भन म पछि ठुलो भयो भने भेट्न आउँछु है भन हजुरलाई भन तपाईँको घरमा मेरो केक पनि यसले काट्ने हो सब केक यसले काट्ने अरे क्या अरूको केक पनि मेरो बर्थडे भन्छ के अरे नि एउटा काट्छु काट्ने तैँले नि खाने हामीले खुवाने होइन बाबालाई काटेर टिकालाई यसले आफै खान्छ यार आफै के काट्ने आफै खान्छ बाबालाई टिका लाग्यो न बाबालाई केक त्यस्तो रहेन त्यस्तो बसाल्नु छ नि यहाँ बसेर चढ्न पर्न क्या यता आएर काट यता आएर खाइदिइरहेछ केकमा केक काटे के यसले खाइदिइरहेछ है सबैले खाइदिइरहेछ केकहरू ए भगवान् खै म काट्छु अब यस्तो लास्टै होर्लो गर्छ यार गराएछ है मिलाएछ काटेछ अरे गराएछ के कति लास्ट होर्लो गरेर नानीले नि यता आइज म के काटिदिन्छु घोसाथीलाई बोलाएको होइन ऊ चाहिँ मानेन होइन अब चाहिँ उसले लिदियो केक थ्याङ्क यू सो मच घोष साथी है उसलाई घोषलाई पनि बधाई छ धेरै धेरै घुनी उसले दिएको केक लिदिएको उपलक्ष्यमा उसले घोष छोरीले लिदिएको केक है हामीले काटेर बाबुलाई काटेर ओ साली पनि आएछ आओ वेलकम छ साली मेरो ठ्याक्कै साली पनि आयो क्या होइन अब तपाईँको मेरो बर्थडे है आऊ सो अब हुँदैछ होइन आऊ छिटो आऊ हिजो 5,000 के मलाई त घोषले लिदिएको के उसलाई कपडा पनि लिँदा थियो जुत्ता लिँदा ठ्याक्कै फेरि सालीहरू पनि आयो क्या होइन अब सालीहरू म उता लग्ने सोच गरिरहेको थिएँ ठ्याक्कै भनेर यहाँ आएँ ठिकै भयो को अर्को पनि छ नि बहिनी भोजले लिदिएको केक अब होइन यिनी छ मेरो साली कस्तो देखाउने हो कोही छ साथीभाइ भन्ने भाइ हौ साथीभाइ को भन्ने हो मेरो साथीभाइ सालीलाई बोलाएको आउने जस्तो सालीलाई भने तल तान्न जान्छु म तान्नु ब्याग हराउला नि के छैन म लिएर आउँछु हराउला यतिको छाप्ने छ एकछिन टाइम लाग्छ होइन मेरो बाइक चाहिँ हामी बसिरहेको छ मस्तले कति घुमको हो आउँछ होइन गरेको लास्ट मान्छ नि क्यामेरामा देखिने क्या साली पनि आएछन् कस्तो मिठो छ
साली रे दुईटा साली एउटा साली हराछन् अझ होइन कान्छी गाह्रो छन् दुईजनाको चाहिँ बिहा भइसक्यो अब चाहिँ सबलाई दिनु पर्यो होइन घोसातीले लिँदैको केक र अनि म चाहिँ पास भएको थिएँ नि त होइन सबलाई एकदम तिमीहरूलाई धेरै त अब कहाँ अब भोज खा जस्तो खाना खा जस्तो खानेहरू होइन हल्का चाख्ने त हामी पर्छ भन्ने चिज छ अन्ते लनुहोस् हजुर तपाईँलाई देखाइदिरहेको छु कता लानुभयो आज मेरो बर्थडे हुन्छ फर्स्टलाई नि देखिनुहुन्छ तपाईँ जिल्ला नगर जान्छु लास्ट मान्नुहुन्छ सबैजना होइन क्यामरामा देखिने अब चाहिँ खानाको दिदी ए केक धेरै छैन थोरै थोरै सबले प्रसाद चाख्नुपर्छ होइन त्यही भएर घोष नानी र मेरो बाबुलाई अनि सबैजना दाइ भाइ दिदी बहिनीहरूले माया गरिदिनु होला। अब चाहिँ हाम्रो होइन कार्यक्रम सक्यो कार्यक्रम केक खाइस नि खाइदिने भन लाज मानेर होइन सुरुमा लाज लाग्छ क्या होइन मलाई पनि यस्तै लाज लाग्थ्यो होइन सुरुमा त टोटल घोसातीले होइन भन्दाखेरि यति हाँस लाग्थ्यो कि यति हाँस लाग्थ्यो यति लाज लाग्थ्यो होइन सिर्फ त्यो दाँत मात्र देखाउने गर्नै सक्यो होइन सो यो जुत्ता चाहिँ होइन उसले लिँदाको चाहिँ अलि सानो भएको छ छोरीलाई यो चाहिँ अहिले चेन्ज गर्नु जानु पर्ला नम्बर पठाइदिन्छु वाट्सएपमा भन्दा थियो अहिले चेन्ज गर्नु जानु पर्ला होइन के हुन्छ अब चाहिँ भिडियो चाहिँ यति नै हुन्छ आजको भिडियो चाहिँ यति नै हुन्छ सो अब हामी फेरि भेट्नेछौँ नेक्स्ट भ्लगमा है सबैजना बाई बाई।